हेलो नमस्ते भाइ बहिनीहरू। आज हाम्रो के नोटिस आयो कि हाम्रो इक्जाम यही वैशाख 11 गते हुन गइरहेको छ। त्यसको लागि सबैभन्दा पहिला हाम्रो जुन वैशाख 11 गतेको इक्जाम हुन्छ त्यो हाम्रो इङ्ग्लिस इक्जाम हो। सबैभन्दा इङ्ग्लिस इक्जामको तपाईँ कसरी प्रिपेयर गर्नु होला म तपाईँले एउटा छोटो करीमा कसरी प्रिपेयर गर्ने म तरिका बताउँछु। सबैभन्दा पहिला आज जुन 9 गते छ हाम्रो 9 गतेमा के गर्नुहोस्, तपाईँ आज लिट्रेचरको पाठ सकाउनुहोस्। लिट्रेचर कसरी पढ्ने म तरिका पछि सिकाउँछु। त्यसपछि साथसाथमा के पढ्ने भनेको हाम्रो अब त्यसपछि भोलि के पढ्ने, भोलिलाई कसरी रिभाइज गर्ने, आफ्नो मेन्टेन लेभल गरेर हाम्रो इक्जाम जुन 11 गते हुन गइरहेको छ बोर्डको इक्जाम हाम्रो 11 गते फर्स्ट इक्जाम हाम्रो इङ्ग्लिस हो। त्यसपछि सेकेन्ड हाम्रो कम्प्युटर जस्तो साइन्सको प्रतिक्रियामा जानुभयो भने कम्प्युटर छ, अरू म्यानेजमेन्टमा अरू दोस्रो विषय छ, ठिक छ। त्यसै कारणले गर्दा हामीले जुन 11 गते जुन इक्जाम हुन गइरहेको छ इङ्ग्लिसको फर्स्ट इक्जाम, सबैभन्दा तपाईँ आज लिट्रेचर कसरी पढ्ने, लिट्रेचर पढ्नेको मुद्दा म बताउँछु तपाईँलाई। सबैभन्दा हाम्रो लिट्रेचर पार्टमा हाम्रो 20वटा च्याप्टर छ। लिट्रेचर पार्टमा कतिवटा च्याप्टर छ? 20वटा च्याप्टर छ। त तपाईँ के गर्नुहोस्, त्यसलाई डिभाइड गर्नुहोस्। के गर्नु, तपाईँ डिभाइड गर्नुहोस् र हरेक च्याप्टरको के गर्नुहोस्, एउटा 4वटा हाम्रो क्याटेगोरी हुन्छ। सबैभन्दा क्याटेगोरी एउटा के छ भनेको एउटा सर्ट स्टोरी छ। के छ भनेको सर्ट स्टोरी। सर्ट स्टोरीलाई कसरी पढ्ने, सर्ट स्टोरी छ। त्यसपछि के छ पोएम छ। त्यसपछि के छ हाम्रो पोएम भयो, 1 एक्ट प्लेज भयो, त्यसपछि के छ एसे भयो। यो 4वटा जुन यो हाम्रो सिरिज छ, यो 4वटा सिरिजलाई के गर्नु डिभाइड गर्नुहोस्। त्यसबाट कति मार्कको लिट्रेचरबाट हाम्रो 20 मार्कको क्वेसन पुग्छ, 20 मार्कको क्वेसन पुग्छ। त्यसमध्ये के छ भनेको क्वेसन नम्बर 2 मा हाम्रो 5वटा हुन्छ र क्वेसन नम्बर हाम्रो 3 मा 2वटा क्वेसन हुन्छ। त्यो भनेको त्यसमा ए बी क्वेसन नम्बर 2 मा जानुभयो भने ए आउँछ, बी मा अरवटा क्वेसन हुन्छ, सी मा के हुन्छ अर हुँदैन, डी मा हाम्रो अर हुन्छ, ई मा अर हुँदैन। यो भने क्वेसन नम्बर 2 भनेको 10 मार्कको यसबाट क्वेसनहरू आउने काम गर्छ। तर क्वेसन नम्बर 3 मा जानुभयो भने त्यसमा ए त फिक्स हो, त्यो हामी तपाईँले लेख्नुपर्छ। बी भनेको त्यसमा के हुन्छ भनेको अर क्वेसनहरू हुन्छ। त्यसैले म के भन्छु तपाईँलाई, के भन्न चाहरहेको छु कि तपाईँले हरेक च्याप्टरको के गर्नुहोस् एउटा सिरिज बनाउनुहोस्। यो मलाई के छ भनेको म सर्ट स्टोरीको यसरी गर्छौँ, पोएमको यसरी, यो च्याप्टरको मेरो मुद्दा यो हो, यो च्याप्टरमा कुन क्वेसन आउँछ, कसरी क्वेसन आउँछ, त्यसलाई सिरिज बाई के गर्नुहोस् प्र्याक्टिस गर्नुहोस्। अलिकति प्र्याक्टिस गर्ने, त्यसको अलिकति समरी बुझ्नुहोस्। त्यो समरी बुझेर त्यसको के गर्नु क्वेसन हेरिलिनुहोस्, त्यो हेरिलिनुहोस्, त्यो कसरी गर्ने भइहाल्छ। त्यसको प्रत्येक च्याप्टर गर्नुहुन्छ भने तपाईँ मजाले तपाईँ 20 मा 20 उठाउन सक्नुहुन्छ। तपाईँको अब कसरी यो इक्जाममा कसरी लेख्ने, यो क्वेसन कसरी लेख्ने अब आइरहेको छ भनेको सबैभन्दा पहिला हाम्रो 2 मार्कको क्वेसन आउँछ। क्वेसन नम्बर 2 मा मानव 2 मार्कको क्वेसन आयो त कसरी लेख्ने लिट्रेचर पार्टको। र सबैभन्दा के गर्नु, तपाईँको जुन क्वेसन मुद्दा आयो, मेन क्वेसन आयो, त्यो क्वेसनलाई के गर्नु होला कि तपाईँ मजाले के गर्नु, त्यसको मेन के भ्यू, मेन पोइन्ट फर्स्ट पेराग्राफमा लेखिदिनु। कम्तीमा 1 लाइनमा फर्स्ट पेराग्राफ लेखिदिनुहोस्, हाम्रो मेन मुद्दा हो। त्यसपछि यसको इलोबरेट गरिदिनुहोस्, एउटा 1 लाइनमा सिधै यसको कन्क्लुजन गरिदिनुहोस्। यो यस्तो गर्नुभयो भने मजाले तिमीलाई के गर्छ भनेको 2 मा 2 मार्क आउन सक्छ। 2 पेराग्राफमा लेख्नुहोस् र फर्स्ट पेराग्राफ भनेको हाम्रो मेन पोइन्ट लेखिदिनुहोस् र सेकेन्ड त्यसको अलिकति इलोबरेट गरिदिनुहोस्। कम्तीमा कम्ती तपाईँले 75 वर्डको म्याक्सिमम लेख्नुपर्छ। 60 र 75 बिटको वर्ड भयो भने हाम्रो मजाले 2 मा 2 आउँछ। अनि मेन पोइन्टहरू लेखिदिनुहोस् र कन्क्लुजनमा यति लेखिदिनु। कन्क्लुजनमा भयो भने अलिकति पोइन्ट गरेर कन्क्लुजन लेखिदिनुहोस्। यसरी भने 2 नम्बरको हामी गर्न सक्छौँ। तेस्रो नम्बर कसरी गर्ने, तेस्रो नम्बर कसरी गर्ने भनेको मजाले के गर्ने, तपाईँ तेस्रो नम्बर गर्नको लागि सिधै के गर्नुहोस्, तिमी जानुहोस्, हरेक फर्स्ट क्वेसन आयो, क्वेसनको पहिला के पढ्नुहोस्, क्वेसनलाई पढेर त्यसको मेन पोइन्ट बुझ्नुहोस्, फर्स्ट पेराग्राफमा मेन पोइन्ट लेखिदिनुहोस्। त्यसपछि सेकेन्ड पेराग्राफमा के लेख्ने भनेको सेकेन्ड पेराग्राफ मजाले के गर्नु होला, त्यसको इलोबरेट गरिदिनुहोस्। तेस्रो पेराग्राफमा के गर्नु, त्यसको कन्क्लुजन लेखिदिनुहोस्। त्यो गरेर 3 पेराग्राफमा तिमी 1 पेजमा मात्र तिमी एउटा सुरुदेखि पेज दिनु होला इक्जाममा, र त्यसमा 1 पेजमा मजाले तिमी इलोबरेट गरिदिनु भयो त्यो क्वेसन नम्बर 5 मार्क हो। त तपाईँले 5 मा कोही 5 काट्न सक्दैन, 5 मा 5 मजाले आउन सक्छ। यो भनेको मेरो यति भ्यू थियो। तपाईँलाई यो अलिकति हेल्पफुल भएछ भने तपाईँ यो च्यानललाई सब्सक्राइब गर्नुहोस्, कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्। धन्यवाद।